सबैजनालाई नमस्ते। म सुभाष विश्वकर्मा। आज मेरो प्यारो भाइ भूपेन्द्र भाइसँग भेट हुन पाउँदा एकदमै धेरै खुसी लागेको छ। भाइले मलाई एकदम माया गर्छन्, सपोर्ट गर्छन् है। अनि आज भाइको यसो फेसबुकमा देखिन पाउँदा नि खुसी लागेको छ। भाइले एकदमै भिडियो बनाइरहेछन्, मेहनत गरिरहेछन्। सबैजनाले भाइलाई यसो फलो गर्नु भएको छैन भने फलो गरिदिनु होला भन्न चाहन्छु, होइन भाइ? खै यार, ल सबैले सपोर्ट गर्नु होला है। मलाई तपाईँहरूको साथ सपोर्टको जरुरत छ। दाइलाई पनि सपोर्ट गरिराख्नु होला। दाइलाई सपोर्ट त मिलिरहेछ, अझै सपोर्ट गर्नु होला सबैले। मेरो पनि भएको जतिले पनि गर्नु होला, अनि यहाँको भाग जतिले मलाई पनि गर्नु होला। हामी फेरि अब पहिल्यैबाट चिन्चाइन गरेको हामी दुई भाइको मित्रता चाहिँ आजकल पहिला चाहिँ अलि यस्तो थियो, आजकल चाहिँ हामी यस्तै भएको छौँ। सो हेरले पनि भन्नुहुन्छ नै यो कुरा ढाँटे नि। पहिला हामी यस्तो थियौँ, अचाल यस्तो छ। किनभने पहिला भाइले जति धेरै मलाई माया गर्थ्यो, केयर गर्थ्यो, अझ त्यो सब छोडे फोन पनि गर्दैन, केही गर्दैन, केही स्वार्थ लुकेसी मात्रै गर्छ, नत्र गर्दैन। यो भाइ अचाल धेरै यस्तो भइसकेको छ, यस्तो भएको छ। यस्तो थियौँ पहिला, होइन? यस्तो थियौँ के अचाल पुरै यस्तो भएर जान्छ लाग्छ। आज फेरि अब यस्तो हुन्छ कि भनेको छु। सक्दो हाम्रो सम्बन्ध अझै एकदमै क्लोज होस् है।